कति गाह्रो हुने कि साथीहरू यो प्लान जोगाउनलाई चाहिँ हेर्नु न। राति बाहिर सिटमा राख्नुपर्ने होइन, फेरि दिउँसो चाहिँ भित्र राख्नुपर्ने। घामले डढिहाल्छ नत्र होइन। यो एक दिन घाममा राखिदिएको थिएँ, हेर्नु न यसरी डढिहाल्यो। अनि मैले चाहिँ यो सिड खुवाउनको लागि मात्रै बाहिर निकालेको हो राति। यो प्लान्टलाई हेर्नु न, पानी धेर भएछ अस्ति नै परेको पानीबाट कति छिटो मरिसकेको थियो क्या, बल्ल बल्ल जोगाएको होइन। पानी धेरै पनि हुन नहुने, नहाल्दा पनि नहुने, यति सोच्नुपर्ने यो प्लान्टको लागि है। फुल 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 भनिन्छ नि है, गाह्रो छ कि यो फुलहरू प्लान्टहरू जोगाउनु चाहिँ। यो चाहिँ मेरो पनि मरिसकेको थियो होइन। यो अलिक तल काटेर सार्नुपर्ने रहेछ, बल्ल बल्ल मुना पलाउँदैछ। कति राम्रो भएको छ, वाउ। यो पनि मैले सारिदिएको भर्खरै। यो चाहिँ खोइ कस्तो हुन्छ थाहा छैन, सर्छ कि सर्दैन। सबैलाई थाहा छ, चिन्नुहुन्छ होला है। यसले पनि हाँगा फालिसकेको छ। ब्रह्मा कमल फुल हो यो चाहिँ। कहिले फुल्छ भनेर मलाई यो फुल चाहिँ कहिले फुल्छ जस्तो भइसकेको छ। भर्खरै यत्रो हुँदैछ है, कहिले फुल्ने होला। यो प्लान्ट हेर्नु न, यो प्लान्ट पनि मैले एक दुई दिन घाममा राखिदिएको थिएँ, बिर्सेछु। डढिहाल्यो, पात सबै डढिहाल्छ। बिचरा यो प्लान्टलाई मैले समथिङ 4 महिना पछाडि होला यसले हाँगा यसले बच्चा फालेको। हेर्नु न, ल मलाई 2टा बच्चा निस्किया छ। बिरुै ननिस्किने कि। कति लसुनको पात, प्याजको पातहरू, अनि यता टिना स्प्रे गरेपछि यतिको भएको छ मेरो प्लान्ट चाहिँ। यो चाहिँ मैले फालिदिएको थिएँ, त्यही पनि भित्र अब सेपमा राखिसके पछाडि चाहिँ राम्रो आउँदो रहेछ यस्तो, यसको पातहरू होइन। यो पनि मर्छ कि जाग्छ थाहा छैन, आई डोन्ट नो, तर मैले रोपिराखेको छु। यसलाई चाहिँ साथीहरू के गर्नुपर्छ मलाई थाहा नै भएन क्या। यो के गर्ने के, हेर्नु न यो यति धेरै अल्को भएको छ होइन। यो काटेर फालिदिनु हो कि यसलाई यतिकै स्टो गर्नु हो कि। मैले चाहिँ यो धेरै झ्याङ्ग भएको कारणले गर्दाखेरि यसलाई चाहिँ एउटा रड बाँधेर माथि बाँधिदिएको छु। कस्तो राम्रो छ हेर्नु न यो मेरो यो प्लान्ट। गाह्रो छ फुलहरू जोगाउनलाई पनि, प्लान्टहरू जोगाउनलाई। हाम्रो गाउँ चाहिँ यस्तो छ। बाई बाई अल।